लगभग हामी खोला आइपुगिसकेका छौँ अहिले यति बेला खोलाको छेउमा है खोलाको छेउमा यति बेला फेरि हामी माछाको लागि है भोलिको रेसिपीको लागि हामी यो खोलामा भाइले माछाको लागि जाल हान्नु फाँसी जाल फाँसी के भन्छ त्यो फाँसी माछा फसाउनुको लागि एउटा पासो जाल हान्दैछ है त्यो भोलिको लागि रेसिपी तयारी हुँदैछ हाम्रो चाहिँ अहिले हामी यो यहाँ पासी जाल हालेर हामी यो लास्टै छोडेर हेलो गाइस त्यति बेला हामी लास्ट अन्तिममा आइसकेका छौँ लगभग त्यति बेला यो जुन पुलबाट हामी तरेर झरेका छौँ त्यो पुलको मुनिसम्म हामी आइसकेका छौँ पास हान्दै अब लास्ट अन्तिम पास हामी आएको भाइले है अब यो लास्ट अन्तिम पास होला र हामी यहाँबाट यो पासा हानिसकेर अब हामी यहीँ जुन पुलबाट आएको थियौँ यही पुलबाट उठेर हामी फर्केर जान्छौँ र फेरि भोलि हामी उठेर भोलिको रेसिपी कतिको हुने रहेछ र कतिको यो हामीले हानेको जाल फाँसी जालमा कतिको माछा पर्ने रहेछ अब भूमिका नआएर हामी फेरि हेर्नेछौँ र तपाईँलाई देखाउनु